मिठो लगाइ चाहिँ आज हामी कता हो टाढै जाँदै हो कि पोखराको नयाँ ठाउँमा यसो नयाँ भाइरल ठाउँमा जाँदै आज है सानो यसो भ्लग बनाउनु पर्छ आज है साथीहरू है एक्साइटेड हो सबै ल साथीहरू ल हामी यहाँ हेम्जाबाट भित्र छिर्यो होइन मिलन चौकमा अब अगाडि दोकानहरू छैन त्योहरू यहाँ यसो हल्का सपिङ हान्दै साथीहरू यहाँ लेजहरू फ्रुट्सहरू लिइरहेको छ यहाँबाट लङ जाने बाटो है लेफ्ट जाने चाहिँ ल हामी यहाँ खोलामुखको अगाडि आइपुग्यो है यो हाम्रो यहाँबाट छिर्ने ठाउँ चाहिँ अहिले यहाँ भर्खरै ओपनिङ हुन लागेको छ त्यहाँबाट रोडहरू बनाउँदैछ यहाँ गेट बनाउँदैछ जस्तो यही हो अगाडिको नै है त्यहाँबाट खासै हिँड्न चाहिँ पर्दैन यहाँ अगाडि त पुरा झर्ना नि रहेछ है ल सही हो ल बिस्तारै लगाइजलाई यस्तो छ है यहाँ बनाइराखेको छ तर यहाँ चाहिँ सर्भिसमा आइसकेको रहेछ है यो ठाउँ यहीँ रोड छ होइन दामी छ है यस्तो देखेको छ मौसम चिसो भयो नि वेलकम हानिसक्यो कुकुरहरूले पनि होइन उहाँ चाहिँ ग्रेडिङहरू गरिराखेको छ ग्रेडिङ गरिरहेको छ है खानेकुरा अब डक्का आयो होइन राख्छु न कस्तो छ यसो रिभ्यू दिनु आउन भाइ कस्तो बुढाको त खानेकुरा मिठो त्यसरी भाइ सन्देश भाइ कस्तो छ
रन्जित सरलाई अनि कस्तो लागिरहेको छ त नि खानेकुरा मलाई त पहिला दामी लाग्थ्यो त्यही आइरहेको थियो नि अनि सर त अनि गेम्सवालाको टी सर्ट हुनुहुन्न रहेछ त आज त अनि कस्तो नयाँ एडिसन हो नयाँ हो नि यो सही छ कस्तो लाग्यो तपाईँलाई टी सर्ट चाहिँ दामी खाने गेममा कस्तै राम्रो खाने टी सर्ट सही हो ल गेम्सवालालाई नि फलो गर्नु होला है सबैजनाले कस्तो छ नयाँ मिठो कस्तो हो गाइस छैन दामी पक्का टेस्ट अरूसँग जाँदा पनि मिल्दैन माछाको छैन के कस्तो लागेको छ दाइ तपाईँलाई अब भर्खर यसरी ओपन गर्ने बेलामा दाइ म त एकदम खुसी छु नि भाइ अब आइम जस्ट लिभिङ माई ड्रिम जस्तो होइन अब पहिला जे गर्छु भनेर सोचिरहेको थिएँ त्यही गरिरहेको छु होइन फ्यामिलीको नि सपोर्ट छ बुढीको झन् ठुलो सपोर्ट त्यो एकदम खुसी अनि के कसरी तपाईँको सोचमा आयो त नि दाइ यो यसरी तपाईँ फार्म खोल्छु भनेर दाइ अब यसमा अब कतै न कतै अब मेरो ठुलो मामा अमृत प्रसाद गुरुङ हाम्रो गण्डकी ट्राउटको सञ्चालक हजुर मामाले गर्दा नि अब धेरै प्रेरणा मिलेको होइन हजुर अनि मलाई नि यस्तै अब केही न केही गर्ने पहिल्यैदेखि विचार थियो कि त्यही भएर गरेको अनि के कति टाइम लाग्यो हजुरलाई यो यसरी यति सेटअप गर्न दाइ यो यो तपाईँलाई मैले यहाँको काम सुरु गर्दा यस्तै जेठको 2081 जेठको 18 गते हजुर सरी जेठको 13 गते गरेको अनि अहिलेसम्म गर्दा मेबी अलमोस्ट 2.5 years अनि दाइ अनि तपाईँको अब यो यहाँ पोखराबाट त नजिकै छ होइन अनि के कसो अब यहाँ चाहिँ के छ त्यस्तो स्पेसल हजुरले अब आफ्नो हाम्रो अब साथीभाइहरू सबैलाई बोलाउन के कसरी के स्पेसल छ भनेर बोलाउन चाहनुहुन्छ दाइ if you want to enjoy the nature and the very good local food हजुर। organic food त्यो चाहिँ त्यो ठाउँको खोजीमा हुनुहुन्छ भने दिस इज द राइट प्लेस यहाँको अब मर्दी स्पेसल ट्राउट फार्म चाहिँ होइन चिसो खोलाबाट चाहिँ टक्क लाएर खानको लागि चाहिँ अब मर्दीको पानी नै मिठो भन्छ नि लाइक मर्दीको माछा चाहिँ लाइक अल ओभर नेपालै फेमस छ नि त सो त्यहीँको पानीमा हुरीको ट्राउट चाहिँ एकदम मिठो नहोला भन्ने अब कुरै सही हो ल थ्याङ्क यू दाइ यार तपाईँलाई एकदम बेस्ट विशेष होइन यो अझै एकदम उत्तर प्रगति होस् तपाईँको होइन एकदम बवाल सबैले यस्तै गर्नु पऱ्यो कि भाइ अब हामीले नगरे कसले गर्ने होइन हो देशै खाली हुन्छ कि भाइ सही हो दाइ ल हस् थ्याङ्क यू दाइ थ्याङ्क यू रिसोर्ट थ्याङ्क यू दाइ